साथीहरू मासु देखेर खाम लाग्यो कि लागेन त आउनुहोस् है त सँगै मिलेर लास्टै इजी अनि मिठो हुने चिकन रेसिपी बनाउन ल सुरु गरौँ है त साथीहरू। मैले चाहिँ तेल हालिसकेँ अनि तेजपत्ता र हल्का ल्वाङहरू पनि हालेँ। मलाई चाहिँ चिकनमा पनि यसरी हालेको एकदम मनपर्छ कि तपाईँहरूलाई चाहिँ मन पर्दैन भने यसलाई इग्नोर गर्न पनि सक्नुहुन्छ। यसमै मैले काटेको प्याज र काटेको लसुनलाई हालेर एकैछिन मिक्स गरेँ अनि हालेँ माथिबाट हल्का घरको लोकल बेसार अनि यसलाई मैले हल्का एकछिन चलाएँ अनि चलाइसकेपछि मासु चाहिँ मैले अघि काटेर राखिसकेको थिएँ त्यसमै माथिबाट मासु हालेँ। यसको चाहिँ पिसहरू पनि मैले अब अलिक ठुल्ठुलो बनाएको छु किनभने एकछिन भुट्दाखेरि त मजाले भुटियोस् भनेर कि तपाईँले अब आफूलाई मनपर्ने साइजमा बनाउन सक्नुहुन्छ। यसमै मैले माथिबाट नुन हालेँ अनि त्यस पछाडि हल्कासँगले मजाले चलाउने यसलाई अनि चलाएर के गर्नु पर्दैन थपक्क यसलाई छोपेर 2 देखि 3 मिनटसम्म चाहिँ यसलाई मजाले पाक्न दिने सानो ग्यास बनाएर है त। तपाईँले हेर्न सक्नुहुन्छ है मैले चाहिँ 3 मिनट जति राखेर निकालेर चलाउँदैछु। अहिले अघिको मासु र अहिलेको मासुमा चाहिँ एकदम कलर चेन्ज भइरहेको छ है। कस्तो मिठो हुन्छ के यो मासु चाहिँ। मैले चाहिँ यसमा मसलाहरू पनि हाल्दिनँ गाइस। मैले हाल्ने भनेको अघिको सामानहरू र माथिबाट टमाटर हाल्छु त्यति हो किनभने मैले चाहिँ मसलाहरू खानु हुँदैन नि त। अब मैले चाहिँ यसमा माथिबाट हल्का काटेको बट्टाको टमाटर अब तपाईँले ताजा टमाटर हाल्न पनि सक्नुहुन्छ। म चाहिँ बट्टाको टमाटर युज गर्छु र टमाटर हालेर यसलाई म अझै 2 मिनट जति छोपिदिने छु। अब हेर्नुहोस् आफ्टर 2 मिनट मासुको रङ हेर्नु यस्तो दामी भएको छ नि मासु। साथीहरू तपाईँहरूले पनि घरमा बसेर चाहिँ यो रेसिपीले मासु पकाएर खान सक्नुहुन्छ है। मिठो भएन भने त्यो मासुको पैसा म दिनेवाला छु कि त्यो चाहिँ ग्यारेन्टी ल। मैले चाहिँ फेरि पनि अरू भिडियोहरू लिएर आउने नै छु साथीहरू। अब चाहिँ माथिबाट मैले धनिया हाल्दै है हेर्नु न कति मिठो छ। ओके थ्याङ्क यू फर वाचिङ।